खाएको पनि अडिँदैन, यसले खाएकै छैन। यसले पानी मात्रै खाइराखी हुन्छ, यसले खाएको अन्न चाहिँ यसको पेटमा केही पनि छैन। त्यसले गर्दाखेरि यो यस्तै भइदियो। मैले नै बिगारेँ। यिनको चाहिँ भुँडी फुलाइदिएको तिमीले हो नि? पेट चाहिँ फुलाइदिएर यसलाई खाना खान चाहिँ दिएन। यसले खाना त खान्छ, यसले खाएको सबै मैले नै खान्छु। खाना खाएको सबै तिमीले नै खान्छौ, उनलाई त केही न केही जिरोमा हो। सबै खाएको आज पूजा गरेको तिमीले खान्छौ, उहाँले चाहिँ मिठो मिठो खाएको सबै तिमीले खान्छौ हो कि होइन? अनि अगाडि ढोकामा तिमीरै छौ। जतासुकै मै छु, घरमा पनि हालेछु, जतासुकै मै छु। अनि त्यो छोरो भनेकोले केही थाहा नपाउँदो रहेछ, यसले चाहिँ थाहा पाउँदो रहेछ। मान्छे त बाठी छ, एकदम बाठी छ। यसले कसैलाई केही नि गरिखेन गर्न त। हेर्नुहोस्, सम्पूर्ण दर्शकबिनहरू वैद्य बाबुको तर्फबाट आज यहाँहरू कहीँबाट 20 वर्षदेखि भयो, कति हस्पिटल आउनुभयो हो कि होइन? हरेक ठाउँमा पुग्नुभयो, तर औषधिले एकदम जिरो। न कुनै पनि औषधिले नभेटेर हस्पिटल जति उपचार गर्दा नि नभएर आज अन्तिममा तान्त्रिक वैद्य बाबाबाट आउनुभएको छ। हेर्नु दर्शकबिनहरू, उहाँको पेट हेर्नुहोस् फुलेर यस्तो चाहिँ भइरहेको छ। ग्यास्ट्रिकको दबाई कति खानुभयो, यो कराउने मान्छे कराउने, छटपटाउने, कहाँ जाउँ के गरौँ। 20 वर्षको केस हो दर्शकबिनहरू। अब हेर्दै जानु होला तपाईँहरूलाई। उहाँको पनि भिडियोमा मैले देखाउने छु। उहाँ एकदम जस्ताको तस्तै विगतको दिनमा भएको 20 वर्ष अगाडि कस्तो हुनुहुन्थ्यो त्यस्तै जवानी त हुनुहुन्न, तैपनि उहाँलाई सुस्वास्थ्य उहाँ आफैले भन्नुहुन्छ। दर्शकबिनहरू, हजुरहरूलाई म हेर्नुहोस्, यो हजुरले चाहिँ हुँदैन भन्नुहुन्छ नि, यो वैघात हो, यो सबै चाहिँ बकवास हो भन्नुहुन्छ नि। अब हेर्नुहोस् दर्शकबिनहरू, किन हुँदैन दुष्ट? जहाँ राम्रो त्यहाँ नराम्रो, दुईटा शक्ति छ दर्शकबिनहरू। त्यो हजुरहरूलाई थाहा भएकै कुरा हो। एक साइडमा राम्रो शक्ति हुन्छ, एउटा नराम्रो पनि शक्ति छ। आज त्यो नराम्रो शक्तिले आज संसारभरि यसरी पीडा दिएको छ तपाईँ हामीलाई। हेर्नुहोस्, हेर्नुहोस् त बिचरा, यो हालत बनाइदिएर, परिवार लथालिङ्ग बनाइदिएर आज हेर्नुहोस्, पेट हेर्नुहोस् यत्रो बडा बनाइदिएको छ। पुरा छ नि तपाईँको शरीर, कहाँ जाउँ के गरौँ मरौँ, तडपाई यहाँसम्म त बनायो नि त। अनि गल्ती त गर्यौ त, अब गल्तीको सजाय तिमीले नि पाउँछौ। अब के गरौँ, तिमीलाई नि त्यस्तै बनाइदिउँ। मैले गल्ती गरेँ, म माफ चाहन्छु। यसलाई निको बनाइदिनु। मैले पनि दुःख दिन्न, अब मैले राखेको पनि निकालिदिन्छु।